हाई गाइस, स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा र आजको नयाँ भिडियोमा मैले चाहिँ आज नयाँ भिडियो लिएर आएको छु। अनि यो चाहिँ आजको स्पेसल भिडियो चाहिँ हो लिब्वाको अचारको रेसिपी है। मैले चाहिँ यो आज लिब्वाको अचार बनाएको छु। मलाई पनि त्यस्तो पर्फेक्ट त आउँदैन र पनि मैले आफूले कसरी बनाउँछु भनेर तपाईँहरूलाई देखाएको छु। मैले चाहिँ पहिला सुरु एउटा लिब्वा लिएँ अनि यसलाई चाहिँ मजाले पखालेर यसलाई काटिदिएँ। अनि यसलाई काट्दा चाहिँ एकदम त्यो रसहरू निक्लिने भएको भएर त्यो रसलाई चाहिँ बाहिर जान दिनु भएन। यसलाई चाहिँ अनि मजाले त्यो सेपमा त्यसको रस बस्ने सेपमा काटेँ। यो बाहिरको बोक्रा हुन्छ नि कस्तो मिठो हुन्छ क्या। आगोको चाहिँ तितो हुन्छ तर यो लिब्वाको चाहिँ मिठो हुन्छ क्या। त्यो बुलियो पनि होइन, कस्तो खालको मिठो स्वाद हुन्छ। अनि यसलाई चाहिँ मैले लिब्वालाई चाहिँ यस्तो सेपमा काटेर लामो लामो पिसमा काटेर पछि यसलाई चाहिँ मजाले हेरेँ। अनि त्यसपछि यसलाई चाहिँ हेर्नु न यो गेडाहरू क्या, यिनीसँग गेडाहरू भएको हुन्छ अचार छिटो हुँदो रहेछ है। मलाई पनि थाहा थिएन, मेरो अचारमा नि दुईवटा त्यो गेडाहरू बसेछ क्या, त्यो निकाल्न नमिलेर नदेखेर भनौँ न। अनि मैले चाहिँ त्यसलाई यो अचार बनाउने सेपमा मजाले काटेँ। अनि कति लुकेर बसेको गेडाहरू रहेछ नि, यसलाई खोजेर मैले निकालेँ किनभने अचार छिटो हुँदो रहेछ। अनि त्यसपछि चाहिँ मैले उमालेको तातो पानीमा चाहिँ यो लिब्वालाई काटेको पिस परेको लिब्वालाई चाहिँ मैले उमाले भन्नाले त्यो ठाडो राखिदिएको भनौँ, भगभग उमालेको छैन, त्यो तातो पानीमा एकछिन राखेको। त्यसपछि एकछिन मात्रै राखेको, धेरै बेर चाहिँ है। अनि फेरि धेरै बेर राख्यो भने चाहिँ गल्ने रहेछ क्या, ह्याक्क भयो त्यसको पछाडिको बोक्रा चाहिँ एकैछिनमा गल्ने रहेछ। त्यसपछि मैले निकालेर प्लेटमा राखेँ, एउटा प्लेटमा जुनमा मैले मसलाहरू हालेर मोल्छु त्यो प्लेटमा राखेँ। त्यसपछि चाहिँ एकछिन यसलाई चाहिँ थोरै टाइम यो तातोमा मोलिहाल्दिनँ, एकछिन थोरै टाइम चाहिँ यसलाई राखेँ। अनि त्यसपछि मैले अझै गेडाहरू छ कि भनेर खोजेँ, यसलाई सिलाउन पनि छोडिदिएँ। अनि अर्को त्यो भित्र अझै गेडाहरू भयो भने तितो हुँदो रहेछ अचार, अनि गेडाहरू थुलेँ। त्यसपछि मैले पाइनँ, त्यसपछि मैले यो अचारलाई चाहिँ सेलाउन दिएपछि मोल्नतर्फ लागेँ। यसमा थोरै धुलो खुर्सानी राखेँ। अनि हेर्नु न कस्तो राम्रो देखेको है। अनि यसमा बाफ पनि आइरहेको थियो क्या, अनि मैले अलिकति नजिक क्यामेरा लगाएर देखाएँ। अनि त्यसपछि मैले मसला हालेँ, त्यसपछि नुन हालेँ। अझै खासै धेरै गर्नु पर्दैन कि, धेरै सामानहरू हाल्नु पर्दैन। त्यसपछि भनेको तोरीको तेल, मेथी फुराएर अनि त्यसमा बेसार राखेर है, तोरीको तेलमा मेथी फुराएर मजाले त्यो मेथीलाई कालो बनाएँ। अनि त्यसमा हालिदिने, त्यसमा बेसार पनि हाल्नुपर्छ है तेलमा। अनि मैले चाहिँ मजाले त्यसमा हालिदिएँ। तेल चाहिँ त्यो अलिक धेरै हाल्नुपर्छ क्या, त्यो गर्दा नि। अनि तेल चाहिँ यसरी मजाले बेचेको हुनुपर्छ, जस्तै मैले भिडियोमा देखाएको जस्तै। अनि त्यसमा मसला भन्नुहुन्छ भने यो मसला चाहिँ फेरि तरकारीमा हाल्ने मसला होइन है। यो मसला चाहिँ तोरी अनि जिरा अनि त्यसपछि सर्स्यौ के मिलाएर पिनेको थिएँ, मैले पहिल्यै पिनेर राखेको थिएँ। अनि अरू अचारमा पनि हाल्ने गरेको थिएँ। अनि त्यसपछि चाहिँ मैले यो मजाले मोल्ने 5-10 मिनटसम्म मोलेकै गर्ने। अनि त्यसरी मोलेपछि चाहिँ यसमा मजाले मसलाहरू पस्छ। त्यसपछि चाहिँ अचार रेडी भयो। अनि मैले चाहिँ एउटा अचार कस्तो रहेछ भनेर क्या मजाले तेलहरू लगाएर एउटा अचार चाहेको, यस्तो मिठो थियो। अनि मैले बट्टामा हालेर राखेँ। अनि मैले चाहिँ पहिलोचोटि बनाएको, कस्तो मिठो थियो।